सन् 2024 को अन्त्यतिर बर्मिंघम औद्योगिक भाषा प्रशिक्षण सेवाका 3 जना पूर्व सहकर्मीहरू 40 वर्षमा पहिलो पटक आफ्नो पुरानो कार्यस्थलमा भेट भए, जसमा त्यतिबेला ह्यान्ड्सवर्थ प्राविधिक कलेज थियो र अहिले साउथ एन्ड सिटी कलेज बर्मिंघमको एउटा हिस्सा हो। उता 1980 को दशकमा यी तीनैजनाले भर्खर आफ्नो व्यावसायिक करियरको थालनी गरिरहेका थिए। मेरा नाम सरदुल टेसी है। मेरी माँ बोली पंजाबी हैगी है। मैं बर्मिंघम इंडस्ट्रियल लैंग्वेज ट्रेनिंग सर्विसेज वास्ते 1979 तो लग 1986 तक काम किया सीगा। मैं दिसंबर 1984 ਵਿੱਚ ਇੱਥੋਂ जॉब मूव कर ਲਈ। उस तो बाद मैं 2-3 कॉलेज काम किया। फिर मैं एडल्ट लर्निंग इंस्पेक्टर बन गया। मैं हूँ गॉर्डन वेल्स और मुझे थोड़ी हिंदी आती है। वैसे ही मेरी मातृ ज़बान अंग्रेज़ी है और मुझे गैलिक भी आती है। यी तीनजनाले सँगै आफ्ना सुरुवाती करियरका सम्झनाहरू साझा गरे। But you guys were like the first tranche Yes. of folk getting involved in English for speakers of other languages. Yes. But with bilingual skills brought to that. 1980 को दशकमै पनि बर्मिंघम पहिल्यै बहुसांस्कृतिक र बहुभाषी सहर थियो, खास गरी स्पार्कब्रुक र ह्यान्ड्सवर्थ जस्ता क्षेत्रहरूमा, जहाँ तपाईले खुसी-खुसी जमैकाली सङ्गीत सुन्न, एसियाली खाना खान र आइरेली पबहरूमा मदिराको आनन्द लिन सक्नुहुन्थ्यो। तर अन्तर्सांस्कृतिक सम्पर्कको यो स्तर इङ्ल्यान्डमा अझै पनि अपेक्षाकृत नयाँ थियो र कहिलेकाहीँ चर्को राजनीतिक बहसको विषय हुन्थ्यो। यो त्यो सामाजिक सन्दर्भ थियो जसमा आईएलटी सेवा सञ्चालन हुनु थियो। आफ्नो पुरानो कार्यालय डुल्दै गर्दा यस टोलीलाई आफूहरूले गरेका केही परियोजनाहरूको सम्झना भएको छ। बर्मिंघम आईएलटी इङ्ल्यान्डभरिका सहरहरूमा रहेका यस्तै खाले टोलीहरूको सञ्जालको एउटा हिस्सा थियो। तिनीहरू पहिला स्थानीय रूपमा सान्दर्भिक शिक्षण माध्यम र सामग्रीहरू उत्पादन गर्न र अन्य भाषा बोल्नेहरूका लागि कार्यस्थल जस्तै स्थानीय कारखानाहरूमा अङ्ग्रेजी भाषा प्रशिक्षण प्रदान गर्न स्थापित भएका थिए। यस नेटवर्कलाई केन्द्रीय सरकारद्वारा वित्तपोषित गरिएको थियो र 1980 को दशकको प्रारम्भतिर बर्मिंघम आईएलटीमा लगभग 6 देखि 8 जना पूर्णकालिक कर्मचारीहरूको टोली थियो, जसलाई सहरका विविध सम्प्रदायका जीवनमा परिवर्तन ल्याउन सक्ने उपयोगी सेवा प्रदान गर्न नियुक्त गरिएको थियो। नियोक्ताहरूले व्यवसायका लागि कामदारहरूसँग राम्रो सञ्चार हुनु महत्त्वपूर्ण थियो भन्ने कुरा अनुभव गरे, तर वास्तविक जीवनमा भाषाका समस्याहरूको सामना गर्नु भनेको यो सेवा छिट्टै अङ्ग्रेजी भाषा निर्देशनभन्दा बाहिर गएर निजी र सार्वजनिक दुवै क्षेत्रका नियोक्ताहरूका साथै एनएचएस जस्ता सेवा प्रदायकहरूलाई पनि प्रशिक्षण र परामर्श प्रदान गरोस् भन्ने थियो। सुरुमा यस प्रकारको कामले अन्तर्सांस्कृतिक सञ्चारमा जोड दियो, तर त्यसले छिट्टै नै समान अवसर र जातिवादी विरोधी प्रशिक्षण मार्फत असमानताहरूलाई अधिक प्रत्यक्ष चुनौती दिन थाल्यो। प्रायजसो शङ्कास्पद वा प्रतिकूल दर्शकहरूलाई संस्थागत जातिवाद जस्ता विचारहरू प्रस्तुत गर्नमा यो बेला बेला गाह्रो काम हुन सक्थ्यो। यो चाहिँ स्टिफन लरेन्सको जातिवादी हत्याको कुरा समाचारमा आउनुभन्दा केही वर्ष अघिको कुरा हो र त्यसपछिको म्याकफर्सन रिपोर्टले अन्ततः यी विषयहरूलाई थप खुल्ला सार्वजनिक छलफलमा ल्यायो। त्यसैबेला बर्मिंघम आईएलटीले सेवा प्रदायकहरूलाई भाषा सचेतनता तालिम प्रदान गर्दै आफ्नो भाषिक हितलाई निरन्तरता दियो र विकास गर्यो र यसले एसोल शिक्षणलाई पनि जारी राख्यो। यो त्यतिबेलाको कुरा हो जब मातृभाषा सम्भारको मुद्दाले बढी ध्यान आकर्षित गर्न थालेको थियो। अनि दोस्रो भाषाको रूपमा वयस्कहरूलाई अङ्ग्रेजी शिक्षणको राष्ट्रिय सङ्घ नाटेस्लाले अङ्ग्रेजी सँगसँगै अन्य जातीय भाषाहरूमा बढ्दो चासोलाई प्रतिबिम्बित गर्न आफ्नो नाम परिवर्तन गरेर नाटेग्ला राख्यो। केन्द्रीय वित्तपोषणको अन्त्यसँगै बर्मिंघम आईएलटी टोली अन्ततः कलेजका आफ्नै कर्मचारीहरूमा समाहित भयो। यद्यपि
टोलीका सदस्यहरूले अभूतपूर्व BBC टिभी श्रृङ्खला हिन्दी उर्दू बोलचालमा सहकार्य गर्नुभन्दा पहिले यो भएको थिएन। बीबीसीले कुनै पनि दक्षिण एसियाली भाषा सिकाउने प्रयास गरेको यो पहिलो पटक थियो र यसको छायाङ्कन सम्पूर्ण रूपमा बेलायतमा स्थानीय डायस्पोरा समुदायहरूमाझ गरिएको थियो। हिन्दी उर्दू बोलचाल क्लबको सूचना प्रदर्शित गर्दै समुदायमा स्थानीय केन्द्रहरू खोज्न सिकारुहरूलाई प्रोत्साहित गर्ने नवीन विचारले पनि यसलाई समर्थन गरेको थियो। यहाँ उनीहरूले टिभीबाट सिकिरहेका कुराहरू वास्तविक जीवनमा प्रयोग गर्न सक्थे। क्या हाल है? ठीक है। क्या हाल है? मैं भी ठीक हूँ। और आप कैसी हैं? ठीक हो। विभिन्न भाषाहरूमा रेकर्ड गरिएका अन्तर्वार्ता र कुराकानीहरूको श्रृङ्खला यस आरम्भिक फिल्मसँगै रहेका छन्, जसमा सहकर्मीहरूले आइएलटी पछिको जीवन र त्यस अनुभवले उनीहरूलाई के सिकाएको छ भन्ने कुरा देखाउँछन्। आधुनिक अनुवाद उपकरणहरूले यी रेकर्डिङहरूलाई अन्य थुप्रै भाषाहरूमा पनि सुलभ बनाउँछन्। साथसाथै यो पनि भन्न सकिन्छ कि आजको आइल्यान्ड भोइसेस परियोजनाले उदाहरणका लागि हेब्रिडिजमा आधारित भए पनि 40 वर्ष पहिले यहाँ बर्मिङहमको उर्वर जमिनमा उमारिएका आफ्ना जराहरू राम्ररी पत्ता लगाउन सक्छ। समय बित्दै जाँदा परिवर्तनहरू हुन्छन् अनि नयाँ पुस्ताले अनन्त प्रश्नहरूका साथै उत्तरहरू फेला पार्छन्। आशा गरौँ हामीले अझै पनि हाम्रो समृद्ध बहुभाषिक धरोहरलाई कसरी राम्रोसँग कायम राख्न र बाँड्न सकिन्छ र निरन्तर राम्रो प्रयोगमा राख्न सकिन्छ भनेर सोध्न सक्नेछौँ। Well, I'm a supervisor here. The most of my staff are Asian. Hard for me to communicate with them. So whenever time I go to the class and can learn something, then it's more easier to communicate with them and we can understand each other more. Well, none of them know yet. So I think it's going to be a big shock to them when they see, I can speak Urdu. Yeah, but it's nice. So I enjoy it, man. Smudgy.